हेलो गाइज समर अफिसियल युट्युब च्यानलमा चाहिँ सबैजनालाई हामी बुढाबुढीको चाहिँ नमस्ते। आज चाहिँ स्पेसली फेरि पनि लोकल भालेको मासु र पुलाउ, सादा पुलाउ, पानी पुलाउ होइन, फ्राई पुलाउ होइन। घिउ हाल्यो भने त फ्राई पुलाउ र पानी पुलाउ फरक हुन्छ नि त यार। घिउ नहाले त अनि यस्तो मिठो हुन्छ त, यस्तो राम्रो हुन्छ यार। हेर्नु त गाइस यस्तो दामी बनाएको छ। चिल्लो कम गर भने होइन त, आफैले चिल्लो कम गर है, घिउ थोरै हाल्नु भनेर। थोरै भनेको त धेरै चिल्लो र हो त्यो त धेरै चिल्लो त फ्राई पुलाउ भइहाल्यो नि। त्यस्तो फ्राई पुलाउ खाने भने पछि गरौँ ल, म फेरि बनाउँला। कुन हातले खाएर तिमीले आज? सरी हात चेन्ज गर्छु, हात चेन्ज गर्छ है। दुईटा हात खानु जान्छ है हात चेन्ज गर्छु गाइस। मेरो चाहिँ हात चेन्ज है, अब अलिक मजामा बस्छ। तिमी चाहिँ हो भयो अनि अगाडि आइजाऊ ठ्याक्क। स्पेसली गर्मी महिनामा टाइम भएको छैन, फर्स्टमै अड्किया। पानी खाँदैन नि त त्यो भएर। जाडोमा चाहिँ खान मन नलाग्ने, गर्मीपछि मही खानुपर्ने। मही मही त खाइरहनुपर्छ। भाले पाण्डा अड्क्यो सिहा कारुवामा पानी हामीलाई पानी राख्नु सिधा टन्न हाल्यो। फर्स्टमै अड्किया, यो के हो? रस नभएर होला। ओ अचार थियो नि, अचार खोइ त कुट्या हो चलाएको नि त्यो अचारहरू सिखा अचार त्यो बाटाको जलेर दसैँको दिनमा यसो भाले काटेर खाएको चाहिन्छ दसैँमा। अचार पनि आलु त नखाउँ होला। दसैँ चाहिँ सकिसक्यो, दसैँ चाहिँ सकिसक्यो। खाँदैन होला अचार खानु भयो। है कसो भयो बोल्नु मुख त छैन कि पहिला राम्रो खाँदै चाहिँ लास्टमा बोल्छु। अचार पनि बुढीले स्पेसल बनाउँछ यो के गर्यो है? बेतुको साग। अरूलाई नराम्रो भने होला कि जस्तो लाग्छ। नराम्रो चाहिँ के नराम्रो होइन, ए बढी कुट्नुपर्छ भनेर। त्यही आफूले नबोलिरहनु चिटिरहनु तातो लोकल भने लोकल होइन।
맛있다. दसैँको बेलामा चाहिँ छिटो छिटो बनाउँदैन हामी दसैँ सकेपछि कहाँ फुर्सद हुन्छ त फुर्सद त भइहाल्छ नि आफूले एडजस्ट गर्न सक्नुपर्छ हुन्छ तर हामी फ्यामिलीमा उत्र भए त बनाउनु मिल्छ नि त पाहुना छ अरूलाई एडजस्ट हुँदैन होइन त्यही भएर दसैँको बेलामा त भालेको मासु नखानु दसैँ हो नि त लोकल भाले पकाउँ अनि मम्मीले पनि पठाइदिन्छ भाले कत्रो ठुलो बाफ्रे ठुलै यत्रो थियो भने कत्रो होला होइन त्यहाँ मतलब सानोदेखि बवाल क्या आम्मामा तातो भएर जसले जेसुकै भने खाना चाहिँ छोड्ने होइन अर्का खाएर आएर मन्दिर जेसुकै बनाउँछ खाना चाहिँ छोड्नु भएन क्या हुन्थ्योस् हजुर आफ्नो खाने त अर्का खाएको होइन मागेर खाएको होइन के भन्नु आफू मिहिनेत खाएको हो त्यही पनि भन्छ त अरूलाई जेसुकै होस् न अरूलाई डाए होस् जेसुकै होस् मतलब छैन त्यो चाहिँ मेरो आफन्तीहरूको लागि है डाइरेक्टली हो उनीहरू पछि कन्ड पछि कुरा काट्छ भने म चाहिँ डाइरेक्टली होइन जसुकै व्यक्ति होस् मलाई चित्त बुझ्दैन त होइन पछाडि कुरो काट्ने भने कि अगाडि डाइरेक्ट भनिदिने हो खाने बेलामा नजाने कुरा गर्नु डेली कुरा गर्छ नि त मेरो झन् हामी भाग्यमान भन कमसेकम मान्छेले कुरा काट्नु त पाएर हामी यसरी खाना नभए बिचरा खाना नपाएर बसिरहेर छ्या भन्दैन र त्यो भन्दा रेस्पेक्ट पनि खाना पाउने बेलामा र खाना नपाउने बेलामा धेरै फरक हुन्छ नि त्यो भनेर मैले भोगेको छु नि यत्रो टाइम पकाएको ठिक्क भएछ मस्त पायो माझ्दा है सट्टा पकाउनु साह्रो हुन्छ नि त हुन्छ त्यति साह्रो भएन बिहान त चाम्रो बेसीमा साह्रो थियो त्यो त पुरै लोकल भएर हो कि भने त्यो चाहिँ गाउँघरको लोकल त्यो चाहिँ काठमाडौँको लोकल हो नि ओहो छिल्लो त खतरा भएछ काकाले ल्याएन त्यो चाहिँ मासु छिल्लो जान्छ बढी खान जान्छ आज हुन्छ के बोल्नु सरी खाने त
त्यो कुखुरा त क्लरक ढेवाबै यार काँडे क्लर भन्छ हिजो तिम्रो बाउलाई फोन गरेको थिएँ मैले फोनै लागेन मम्मीलाई गरेको त मम्मीले उठाएन पछि गरेछ दसैँ आउनु कि भनेर नआउँदैन मम्मीले त आऊ भन्न नि मिलेन सुकेर हेर्नु पर्यो बिचरा बाउलाई चाहिँ काम गरेर भने मलाई थाहा कोइलर र लोकर धेरै बिग्रिनु हुन्छ नस्तल्ला टक्कै भएछ त्यत्रो कराईमा पकाउँदा पनि कुकरमा सिटी लाग्यो जस्तै भएछ ऊ हालेको छ नि त दालचिनी हालेको छ मैले मासु गलेन भने कि दालचिनी कि नरिवल हाल्नुपर्छ नरिवल हाल्दा छिटो गलाउँछ कम त साह्रो हुँदैन ओहो खाना अलिकति हाल हाल्यो बाबुढीलाई खानु त झोल झोलले मास खाएपछि दाँतमा अड्किहाल्छ अचारसँगले पुलाउ भने अचारसँगले गोलभेडाको अचार बनाउनु मन रहेछ दामी छ बाब्रे हालेर पानी पुग्यो त्यहाँ गिलास खानुपर्छ क्या खासै त्यो गिलासमा खाइरहनु बाँध्नु खानै मन लाग्यो त्यो रुखी लगाएर नाकी बोल भएर होला है कस्तो झ्याप्प भएर त्यही भएर नबोलिकन खानु ओइ डायमन्ड चिकन डायमन्ड अहिले त ढिङ्कुरी भन्छ ढिङ्कुरी चेन भएन अहिले भाइरल छ यो ढिङ्कुली अहिले डायमन्ड भएर भाइरल भएको थियो रस अलिकति हाल मासु मासु खानु मासु आयो ग्रेभी भने बिटर डाउन भनेर दिएको छ त्यहाँ
Bintaray magar होला ढिङ्कु दिसप्पा भइरहेछ त्यसलाई ढिङ्कुरी भन्ने खतरा छ रहेछ यसलाई चाहिँ के भन्छ होला यसलाई भालेको अन्डा खाले साथीको बुढी खाले भालेको अन्डा कस्तो हुन्छ भने हेर्न जाने हुन्छ सुने भालेको अन्डा देखाइदियो न भालेको अन्डा देखाइदियो भने अरे भने सुत्केरीको बेलामा त्यस्तो भन्नु सुनेको थिएँ मैले हो या होइन त्यो थाहा छैन होइन भालेको अन्डा कस्तो हुन्छ भनेर खुट्टा त सक्दैन होला यार मैले जस्ट टाइगर भन्ने ल्याएको जान्छ भालेको केन्द्र इन्जिन पिर भयो पिरो भए सिँगना गइरहेको छ मलाई त तरकारी यति पिरो छ अचार पिरो खोर्सानी छ बाबा भैँसी बाटीमा डल्ले खोर्सानी बेचिरहेको देखेको थियो अब त्यहाँबाट ल्याउँ होला एकपल्ट चाहिँ बवाल पिरो बयलरको भए हाटी सबै कराप टोक्नु मिल्थ्यो हो अलि लास्टमा भयो नसक्थ्यो यार भाँसी एक हाल भयो भए नानी तेरो सरी मेरो एक खाल छ चिजी ल न किन मलाई त आज तिमीहरू लिऊ न खाऊ म त हालिहाल्छु मलाई त आज भोलि खोइ के हो झन् बढी जान लागिरहेको छ म हाँस्छु त उयोहरू चाहिँ मासु नभए लोकल मासु त अहिले त खतरा छ हाम्रो यार अहिले दामी छ दामी भएको छ है भिडियो लामो हुन्छ क्या
मासु चलाउनु पर्यो न हटेसो कस्तो हुन्छ मसिनो च्वास्स गरिदिए खानालाई जस्तो मजा भात चाहिँ सघाउ न मासु नसके पनि नसक्ने भयो मैले त्यता थपेर खाइसक्यो नाकमा सिँगार पुरा टालिसक्यो बाँसो त सकेन गाडी भन्दा मलाई सक्दैन छिटो खाउने सक्दैन भने मासु यस्तो मासु लबर मान्छेहरू हुँदा हुँदै अरू त खाँदैन यत्रो त यार मलाई सपोर्ट गरिदिनु पर्यो मासुमा चाहिँ कतिवटा खाएको छैन भने कोही कसैले पनि होइन भन्नु भन्नु यो हड्डी चाहिँ पछि खानुहुन्छ चाहिँ हड्डी कतिहरू चाहिँ त पोखेछ क्या अब त खानु टेबल भएर पोखेछ कसरी हालेर ल गाइज मेरो चाहिँ यो दुईवटा फिङ्गर चाहिँ सकेन अलि बिस्तारै यो खानालाई धेरै टाइम लाग्छ हाम्रो भिडियो पनि लामो भयो समर अफिसियल युट्युब च्यानललाई सब्सक्राइब लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला ल बाई बाई